सम्पूर्ण साथीहरुमा नमस्कार। उच्च मूल्य कृषि वस्तु उत्पादन कार्यक्रम RHVAP को चाहिँ अनलाइन आवेदन चाहिँ कसरी भर्न सकिन्छ भन्ने कुरा साथीहरुले चाहिँ जिज्ञासा राखिराख्नु भएको थियो। त्यसलाई चाहिँ थोरै मैले जिज्ञासालाई मेटाउने कोसिस गरेको छु है। सबैभन्दा पहिला चाहिँ तपाईहरुले त्यसको वेबसाइटमा जानुपर्छ है। सुरुमा चाहिँ यसरी इन्टरफेस छ, त्यहाँ गएपछि तपाईले मैले यहाँ छु rhvap.moald.gov.np भनेर चाहिँ तपाईले चाहिँ आफ्नो चाहिँ फर्म भर्नको लागि यो चाहिँ वेबसाइट ब्राउजरमा चाहिँ तपाईले हुनुपर्ने हुन्छ। त्यति गरिसकेपछि तपाईले चाहिँ यस्तो इन्टरफेस आउँछ। गरिसकेपछि यहाँ सर्च बार देखेको छ। सर्च बार अप्सनको यहाँबाट तीनवटा चाहिँ लाइनहरु रहेको छ, त्यसमा क्लिक गर्नुभयो भने यहाँ चाहिँ यसको तलपट्टि भागमा चाहिँ हेर्नुभयो भने एप्लिकेसन अनलाइन एप्लिकेसन भनेर चाहिँ लेखेको छ, यसमा क्लिक गर्नु होला। यसरी क्लिक गर्नुभयो भने यस्तो खालको इन्टरफेस आउँछ है। यस्तो खालको इन्टरफेस आउँछ अनि यसमा चाहिँ तपाईहरुले यो तीनवटा प्रदेशमा चाहिँ खुलेको छ, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश है। तीनटा प्रदेशमा चाहिँ तपाईहरुले आवेदन फर्म दिन सक्नुहुन्छ है। त्यसको लागि चाहिँ तपाईले के गर्नुपर्छ भने हामीले चाहिँ तीनवटा मध्येमा एउटा मात्र दिन पाइन्छ है। एउटा आइडीबाट चाहिँ तपाईले अरु आइडी बनाएर चाहिँ गर्न त सक्नुहुन्छ, तर के हुनु पर्यो भने तपाईको चाहिँ आइडी फरक हुनु पर्यो है। त्यसको लागि चाहिँ तपाईले चाहिँ एउटा चाहिँ एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ है। यो दायाँ साइडतिर गएको एरो छ, त्यसमा क्लिक गर्नु होला। त्यसको लागि यसरी वेलकम भनेर आउँछ अनि यसमा चाहिँ तपाईहरुले चाहिँ हामीले यदि आइडी बनाइसकेको छ भनेपछि चाहिँ आफूले राखेको इमेल आइडी र पासवर्ड भनेर चाहिँ तपाईले साइन इन गर्न सक्नुहुन्छ है। यदि पासवर्ड चाहिँ बिर्सिनु भएको छ भने फरवर्ड पासवर्ड गरेर चाहिँ तपाईहरुले आफ्नो आइडी चाहिँ पासवर्ड चाहिँ फिर्ता ल्याउन सक्नुहुन्छ। यदि तपाईले आइडी बनाउनु भएको छैन भने तपाईले चाहिँ रजिस्टर भनेर लेखेको छ, यसमा चाहिँ क्लिक गर्नु होला। यसो क्लिक गर्दा तपाईले चाहिँ नयाँ आइडी चाहिँ के गर्न सक्नुहुन्छ, क्रिएट गर्न सक्नुहुन्छ है। यसरी यहाँ क्लिक गर्नु होला। यस्तो आउँछ क्रिएट न्यू एकाउन्ट भनेको छ है। सुरुमा तपाईले चाहिँ आफ्नो इमेल एड्रेस है, इमेल एड्रेस हाल्नु पर्यो। तपाईले प्रयोग गरिरहेको इमेल एड्रेस राख्नु पर्यो, जुनमा चाहिँ तपाईको चाहिँ एप्लिकेसनका केही कोडहरु हुन्छन्, केही कुराहरु चाहिँ त्यसमा चाहिँ पठाउँछ है। त्यसरी तपाईले प्रयोग गरिरहेको मोबाइल नम्बर है, मोबाइल नम्बर प्रयोग गर्नु होला। त्यसैगरी अर्को छ जेन्डर भनेको चाहिँ तपाईको चाहिँ महिला पुरुष यो भनेको त्यसमा चाहिँ मेल फिमेल अप्सन छ, त्यसमा चाहिँ चुज गर्नु होला है। त्यसैगरी छ अर्को भनेको चाहिँ जाति है, कुन जात छ है, खसारी हो कि है, जनजाति हो, मधेसी हो, दलित हो, थारू हो, मुस्लिम हो। अदर भनेको छ, अदर भनेको चाहिँ अन्य भएपछि तपाईले चाहिँ अदर चाहिँ गर्नु होला। यो मध्यमा पनि होइन, अरु कुनै जात छ भने त्यसरी सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसैगरी पासवर्ड है, पासवर्ड चाहिँ तपाईले क्यापिटल लेटरमा एउटा कुनै क्यापिटल लेटर राख्ने, अरु चाहिँ स्मलमा लेखेर अनि सिम्बलहरु प्रयोग गर्न सक्नुहुन्छ, @ है, स्टार ह्याच, त्यसरी नम्बरहरु प्रयोग गरेर चाहिँ तपाईले 8 वटा सम्मको चाहिँ पासवर्ड जुन माथि राख्नुहुन्छ त्यही चाहिँ कन्फर्म पासवर्ड राखेर चाहिँ रजिस्टर गर्नु होला। रजिस्टर गरिसकेपछि तपाईको चाहिँ के आउँछ भने एउटा चाहिँ ओटिपी कोड चाहिँ त्यसमा चाहिँ तपाईको चाहिँ मोबाइल नम्बरमा या त भने इमेलमा चाहिँ एउटा कोड पठाउँछ। त्यो कोड पठाइपछि तपाईले चाहिँ त्यसलाई चाहिँ के गर्नुपर्ने हुन्छ, भेरिफाई गर्नको निम्ति कोड आउँछ, त्यो कोडलाई राखेर तपाईले चाहिँ रजिस्टर गर्नुपर्ने हुन्छ है। त्यसरी रजिस्टर गर्नुभयो भने तपाईको आइडी चाहिँ रजिस्टर हुन्छ, तपाईले चाहिँ सक्नुहुन्छ। अनि त्यसको लगइन गर्नको निम्ति तपाईले फेरि त्यही दायाँपट्टिको चाहिँ एरो दायाँतिर गएको एरोलाई चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले अघि नै राख्नु भएको चाहिँ इमेल आइडी र पासवर्ड चाहिँ तपाईले माथि इमेल एड्रेसमा त्यो इमेल राख्नु होला। तल्लोपट्टि चाहिँ तपाईले चाहिँ पासवर्ड जुन राख्नु भएको थियो त्यो राखेर चाहिँ साइन इन गर्नुभयो भने के हुन्छ, तपाईको आइडी चाहिँ के हुन्छ, मेरो आइडी पहिले क्रिएट हुन्छ है। तपाईले चाहिँ मैले यसरी गरे है। यहाँ तीनवटा ड्यासबोर्डहरु रहेको हुन्छ है। सुरुमा चाहिँ तपाईले चाहिँ पर्सनल डिटेल भर्नुपर्ने हुन्छ। यसमा के हुन्छ भने तपाईको नाम, तपाईको ठेगाना, तपाईको जन्म मिति है, तपाईको राष्ट्रियता, त्यसैगरी तपाईको बुवाको नाम,
अनि आमाको नाम है, हजुरबुवाको नामहरू है, ती कुराहरू तपाईँले चाहिँ यसरी भर्न सक्नुहुन्छ। त यसरी हेर्नुहोस् यहाँ चाहिँ है, सुरुमा चाहिँ तपाईँको चाहिँ नाम नेपालीमा लेख्नु होला, त्यसरी इङ्ग्लिसमा है, त्यसरी डेट अफ बर्थ भनेको चाहिँ तपाईँको जन्ममिति कहिले हो है, हो तपाईँको चाहिँ एज कति भयो है, तपाईँको प्यान नम्बर छ भने प्यान नम्बर लेख्नु होला। नेसनालिटी भनेको तपाईँ के हो, नेपाली हो कि बाहिरको अन्य भएपछि, नत्र भने तपाईँको अनि नागरिकता नम्बर राख्नु होला, नागरिकता कहाँ जारी भएको है, जारी गर्ने जिल्लाको नाम, त्यसै गरी फोन नम्बर हाल्यो, तपाईँको इमेल एड्रेस, तपाईँको बुवाको नाम, तपाईँको आमाको नाम है, त्यसै गरी तपाईँको चाहिँ हजुरबुवाको नाम है, त्यसै गरी तपाईँको पर्मनेन्ट एड्रेस है, स्थायी ठेगाना है, कहाँ हो, कर्णाली प्रदेश कुन प्रदेश हो, प्रदेश राख्नु होला, जिल्ला कुन हो राख्नु होला है, स्थानीय त त्यो राख्नु होला है। त्यसै गरी अरू भनेको चाहिँ तपाईँको चाहिँ अब सेम एड्रेस हो भने तपाईँको चाहिँ पर्मनेन्ट र अहिले बसिरहेको टेम्पोररी भनेको चाहिँ अस्थायी एड्रेस चाहिँ सेम हो भने तपाईँले चाहिँ यसो सेम अप्सनमा यसरी क्लिक गरेर चाहिँ तपाईँहरूले चाहिँ यसरी तल चाहिँ यसो गर्नुभयो भने दुइटै चाहिँ सेम एकैचोटि हुन्छ। तपाईँले फेरि यहाँ भर्नु पर्दैन, यदि फरक हो भने चाहिँ यहाँ भर्नु होला है त। यसरी गरेर अपडेटमा क्लिक गर्नुभयो भने तपाईँको यो पर्सनल डिटेल चाहिँ के हुन्छ, पुरा हुन्छ है, यस्तो कम्प्लिट भनेर लेख्छ। त्यसरी अर्को छ एजुकेसन है, तपाईँले चाहिँ शिक्षा के पढ्नु भएको त है, त्यो चाहिँ सोध्छ। अनि त्यसरी त्यसमा चाहिँ यो प्लस बटन है, प्लस चिन्ह दिएको छ, त्यसमा क्लिक गर्नुभयो भने तपाईँको चाहिँ के हुन्छ, शिक्षाको आउँछ। अब चाहिँ यहाँ चाहिँ हामीले के गर्नु पऱ्यो भन्दा सुरुमा चाहिँ डिग्री भने चाहिँ कुन चाहिँ डिग्रीमा हो है, तपाईँले चाहिँ जेटिए पढ्नुभयो कि जेटी पढ्नुभयो कि एसएलसी पढ्नुभयो कि है, प्लस टू हो कि ब्याचलर हो कि मास्टर हो, के चाहिँ हो तपाईँले त्यो चाहिँ छान्नु होला है। त्यो छानिसकेपछि तपाईँले चाहिँ फ्याकल्टी भनेको शिक्षा हो कि इन्जिनियरिङ हो कि कृषि हो के हो, त्यो चाहिँ तपाईँहरूले त्यसरी लेख्नु होला है। त्यति गरिसकेपछि तपाईँको चाहिँ मेजर सब्जेक्ट भनेको चाहिँ मुख्य विषय है, कृषिको भएपछि बाली विज्ञान होला है, मुख्य विषय त्यसै छान्नुहुन्छ। इन्जिनियरिङको भयो इन्जिनियरिङ होला है, त्यो चाहिँ आफ्नो के हो त्यो चाहिँ राख्नु होला। त्यसरी इन्स्टिट्युट है, स्कुलको नाम कहाँ पढ्नु भएको त है, त्यो स्कुलको नाम राख्नु होला। त्यसरी ग्रेड डिभिजन भनेको चाहिँ कुन डिभिजनमा पास गर्नुभयो त्यो चाहिँ राख्नु होला, फर्स्ट सेकेन्ड थर्ड है, यसो यहाँ दिएको छ हेर्नु त। डिसिसन हो कि डिसिसन हो भने डिसिसन होला है, फर्स्ट डिभिजन सेकेन्ड डिभिजन थर्ड डिभिजन है। जिपिए हो भने जिपिए कुन जिपिए हो त्यसरी लेख्नु होला। अर्को छ पास इयर भनेको कहिले पास, के अरे तपाईँ चाहिँ पास हुनुभएको त है, त्यो चाहिँ। अर्को छ पर्सेन्टेज, कति पर्सेन्ट नम्बर के अरे पर्सेन्ट आएको थियो त त्यो चाहिँ लेख्नु होला। त्यसरी अर्को छ तलपट्टि क्यारेक्टर सर्टिफिकेट भनेको चाहिँ तपाईँले पढेको स्कुलबाट दिएको चाहिँ एउटा चाहिँ क्यारेक्टर सर्टिफिकेट हुन्छ, त्यसको चाहिँ तपाईँले पिडिएफ फोटोहरू चाहिँ यसमा चाहिँ यसरी क्लिक गरेर चाहिँ त्यहाँ चाहिँ तपाईँ फाइलमा गएर चुज गरेर चाहिँ के गर्न सक्नुहुन्छ, यसलाई अपलोड गर्न सक्नुहुन्छ है। त्यसै छ ट्रान्सक्रिप्सन है, ट्रान्सक्रिप्सन तपाईँको चाहिँ मार्कसिट है, नम्बर कति चाहिँ त्यसलाई चाहिँ तपाईँले यसरी चाहिँ के गर्न सक्नुहुन्छ, अपलोड गर्न सक्नुहुन्छ। त्यसरी बाँकी अरू कुनै डकुमेन्ट हो भने यसरी क्लिक गर्नुहोस् है। यसरी क्लिक गर्दा यहीँ हेर्नु होला, म थोरै कुरा दिन्छु। यसरी फोटो या भिडियो भन्ने छ, यसमा क्लिक गर्न सक्नुहुन्छ। क्लिक गरेपछि तपाईँको सिधै तपाईँको डिभाइसमा जान्छ है, कहाँनिर कुन फाइल कहाँनिर छ, तपाईँले चाहिँ पिडिएफ हो कि के हो तपाईँले चाहिँ यसरी गरेर चुज गर्न सक्नुहुन्छ। मोबाइल हुन्छ सिस्टम हुन्छ फरक हुन्छ, तपाईँले चाहिँ त्यसरी चुज गरेर चाहिँ राख्नु होला। यस्तो फोटो हो भने तपाईँले यसरी यहाँ क्लिक गर्नुभयो भने यहाँ अटो अप्सनमा आएर चाहिँ यसरी बस्छ है। ल यति गर्नुभयो भने तपाईँले चाहिँ एजुकेसन सेभ भन्ने हुन्छ, सेभमा क्लिक गर्नुभयो भने तपाईँको चाहिँ के हुन्छ, तपाईँको यो शिक्षाको सेभ हुन्छ है। अब तपाईँले एउटा भयो भने चाहिँ तपाईँले कम्प्लिट भइहाल्यो। तपाईँको 2-3वटा अरू पनि जस्तै एसएलसी बरु प्लस 2 राख्नु पऱ्यो, ब्याचलर राख्नु छ भने तपाईँले प्लस गर्दै जाने हो भने यो सबै कुराहरू सबै चाहिँ राख्नु सक्नुहुन्छ। मैले एससीको राखेको छु, त्यसरी प्लस 2को राखेको छु है, यसरी चाहिँ तपाईँले आफूले राख्नु सक्नुहुन्छ। यसरी राख्नुभयो भने तपाईँले चाहिँ सजिलो हुन्छ। ल यति भइसकेपछि अब चाहिँ हामी एक्सपिरियन्स अर्थात् के त अनुभव है, आफ्नो अनुभव चाहिँ तपाईँले यसरी हुन्छ।
यसरी यहाँ पनि प्लस बटनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँले चाहिँ अफिसको नाम लेख्नु होला है, तपाईँको पोस्ट भनेको चाहिँ कुन पदमा काम गर्नुभएको हो त्यो लेख्नु होला है। अनि त्यसरी त्यसको स्तर है, शाही स्तर हो कि प्रथम स्तर हो कि है द्वितीय हो के हो यसरी तपाईँले त्यो राख्नु होला। कहिलेदेखि काम गर्नुभएको हो, कहिलेसम्म गर्नुभएको हो है। फर्म 2 भनेको छ यसमा राख्नु होला। यो इङ्ग्लिसमा चाहिँ तपाईँ अनिवार्य रूपमा राख्नु होला है। जहाँनिर चाहिँ रातो स्टार दिएको छ त्यो भनेको चाहिँ अनिवार्य भन्नु खोजेको है यसमा चाहिँ। त्यसरी तपाईँले चाहिँ के त तपाईँको चाहिँ त्यो कन्ट्याक्ट पेपर भनेको चाहिँ त्यो सम्झौता पत्र चाहिँ तपाईँले यो माथिल्लोको चाहिँ कन्ट्याक्ट डकुमेन्ट भनेको चाहिँ त्यहाँ चाहिँ सम्झौता पत्र राख्नु होला है। त्यसै गरी छ तल्लोपट्टि चाहिँ एक्सपिरियन्स लेटर भने चाहिँ अनुभव पत्र भनेको चाहिँ तपाईँले कहिलेदेखि कहिलेसम्म काम गर्नुभयो भन्ने एउटा चाहिँ अफिस चिठी दिएको हुन्छ, त्यो लेटर चाहिँ तपाईँले यसमा चाहिँ राख्नु होला है। तलपट्टि सिभी भनेको छ, सिभी भनेको चाहिँ तपाईँले बनाउनुहुन्छ तपाईँको डिटेल दिएको चाहिँ त्यो चाहिँ तपाईँले यसरी अपलोड गर्नु होला है। यसलाई पनि 8 एक्सपिरियन्स गर्नुभयो भने तपाईँको चाहिँ सेभ भएर चाहिँ बस्छ है। अब यो पाटो पनि हाम्रो सकियो है त। यो ब्याक जानु होला। ब्याक गइसकेपछि अब हाम्रो अन्तिम पाटो के रह्यो त, यो डकुमेन्ट है त। डकुमेन्टमा सरस्वती गयो है त। सुरुमा फोटो छ, फोटोमा अपलोड गर्नु होला। त्यसरी सिग्नेचर गर्नु होला। त्यसै गरी चाहिँ नागरिकताको चाहिँ पहिलो पाना अपलोड गर्नु होला। त्यसै गरी नागरिकता दोस्रो पछाडिपट्टि भाग चाहिँ अपलोड गर्नु होला है। राष्ट्रिय परिचय पत्र छ भने राष्ट्रिय परिचय पत्र कार्ड पाउनु भएको छ त्यो कार्ड चाहिँ राख्नु होला है, नभए चाहिँ परेन। अनि प्यान कार्ड छ भने प्यान कार्ड आइडी होला। त्यसरी अर्को छ सिभी भनेको चाहिँ अगाडि त्यहाँ पुता पनि पेस गर्नुभएको थियो, तपाईँले नभए चाहिँ यहाँ पनि पेस गर्न सक्नुहुन्छ है। त्योभन्दा अन्य कागजातहरू केही छुटेको कागजात थियो भने तपाईँले चाहिँ यसमा चाहिँ आएर क्लिक गर्न के अरे अपलोड गर्न सक्नुहुन्छ। यदि अपलोड गर्नुभयो भने तपाईँको चाहिँ के भयो भन्दा त्यो चाहिँ के हुन्छ, अपलोड भन्ने अप्सन छ, अपलोडमा क्लिक गर्नु भने तपाईँको चाहिँ यो डकुमेन्ट सबै चाहिँ के भयो हाम्रो चाहिँ अपलोड भइसक्यो भन्ने है त। अब तपाईँले चाहिँ यति कुरा भइसकेपछि यहाँ चाहिँ पर्सेन्टेजमा 100% भनेर देखाउँछ भने चाहिँ सबै प्रोफाइलहरू चाहिँ कम्प्लिट भयो है त। यो 100सम्म नदेखाएसम्म के हुँदैन भने तपाईँको चाहिँ फर्म चाहिँ अप्लाई चाहिँ मान्दैन। त्यो कारणले गर्दा हामीले चाहिँ हुन्छ। अब चाहिँ हाम्रो यो प्रदेशहरू दिएको छ, हामीले कुन प्रदेशमा फर्म भर्ने हो त्यो चाहिँ तपाईँले चाहिँ त्यहाँ चुज गर्न सक्नुहुन्छ है। मेरोमा चाहिँ कर्णालीमा भरेको कारणले कर्णालीमा देखाएको छ। अन्य यो आइडीबाट चाहिँ एउटा प्रदेशमा मात्र फर्म भर्न मिल्छ है, अन्य प्रदेशमा चाहिँ भर्न मिल्दैन है। यसरी क्लिक गर्नु होला। क्लिक गरेपछि यो पदहरू देखाउँछ, कुन पदमा चाहिँ अप्लाई गर्ने हो त्यो पदहरू चाहिँ चुज गरेर चाहिँ गर्न सक्नुहुन्छ। जस्तै मैले यो फाइनेन्स म्यानेजमेन्ट एसिस्टेन्ट भन्ने क्लिक गरेँ। यसरी क्लिक गर्दाखेरि है यहाँ चाहिँ सुरुमा के छ सिलेक्सन भन्ने चाहिँ कोटा भनेको छ है। खुल्ला भयो, खुल्ला के हो, खुल्ला पिछडिएको महिला के छ त्यसमा क्लिक गर्नु ल। मैले यो खुल्लामा यसरी टिक लगाउनु पऱ्यो तपाईँले है। त्यसरी अर्को तपाईँको भनेको चाहिँ यदि महिला हो भने महिलाको यहाँ चाहियो है। अर्को भनेको चाहिँ तपाईँहरूले पिछडिएको भयो चाहिँ पिछडिएको हो है। त्यसरी अब दलित हरेक कुरा हुन्छ नि यसमा, त्यो चाहिँ डकुमेन्ट चाहिँ यसमा चाहिँ क्लिक गर्नु होला है त। रिजम लेटेस्ट रिजम भनेको चाहिँ 3 महिना अगाडि 3 महिनासम्मको है। 3 महिनाभन्दा पछाडि अगाडि बनाएको डकुमेन्ट भयो चाहिँ मान्दैन। 3 महिनासम्मको बनाएको मितिले 3 महिना क्रस नभएको डकुमेन्ट चाहिँ तपाईँले यसमा प्रयोग गर्न सक्नुहुन्छ। यदि 3 महिनाभन्दा माथिको डकुमेन्ट छ भने यसमा चाहिँ प्रायः मान्दैन है। पिछडिएको हकमा चाहिँ अन्यको हकमा चाहिँ सायद अन्य डकुमेन्टमा लेटेस्ट नै चाहिन्छ होला, त्यो चाहिँ सक्नुहुन्छ है। त्यसरी तपाईँले चाहिँ यो आवेदनको यहाँ क्लिक गर्ने ठाउँ चाहिँ एउटा चाहिँ यसमा चाहिँ क्लिक गर्नु होला। यो आवेदन चाहिँ के हुन्छ भने मैले भरेको विवरणहरू सबै ठिक छन् भनेर चाहिँ चुज गर्ने ठाउँ हो। यहाँ पढेर चाहिँ यसो गर्नु होला। तलपट्टि के लेखेको छ कन्फर्म एन्ड सबमिट एप्लिकेसन भन्ने हुन्छ। यसमा चाहिँ क्लिक गर्नुभयो भने तपाईँको डकुमेन्ट के हुन्छ, तपाईँको निवेदन चाहिँ हुन्छ है त। त्यसरी गरेर तपाईँहरूले गर्न सक्नुहुन्छ। हस्, धन्यवाद है। केही भयो चाहिँ तपाईँ जिज्ञासा चाहिँ राख्न सक्नुहुन्छ।